गाइज वेलकम ब्याक टु माई च्यानल होप हजुरहरू सन्चै हुनुहुन्छ होला र आज चाहिँ हामी जाँदैछौँ। अस्ति मैले भनेको थिएँ नि म बिहामा जान्छु भनेर। ल दादाको बिहामा जाँदैछु है नेपाल। अनि हाम्रो गाडी ड्राइभर हाम्रो दाजु हुनुहुन्छ, यहाँ हेर्नु सक्नुहुन्छ है। उहाँ पशुपति जानुहुन्छ जहिले पनि एकदम दाजु आफ्नै हो नि त। अनि चाहिँ अब अलिकति हाम्रो लागि पर्खिदिनु अलिकति बाबा ढिलो गरेको कारण है। र अब हामी चाहिँ जाँदैछौँ। हेर्नुहोस् एक बेग छ सामान अब जाँदैछौँ। हेर्नु सक्नुहुन्छ हालेको छु। ल बाई बाई गएको। ल हामी गएको। अब गाडी चाहिँ यस्तो छ होइन, पछाडि बस्ला जस्तो छ। अहिले चाहिँ हामी यहाँ तेल हाल्ने कार्यक्रम हुँदैछ। अब गाडीलाई दिनु पऱ्यो नि त। आइपुगिसकेको छौँ बिहिबारे, हेर्नु सक्नुहुन्छ आजको दिन। हेर्नुहोस् अहिले चाहिँ मान्छे लिएर आएको मात्रै र अब चाहिँ हामी जाँदैछौँ। मेरो सिट चाहिँ यहाँ छ पछाडि। अब के गर्नु, पछाडि परिहाल्यो, के गर्नु जानु पऱ्यो। र अब एकैचोटि हामी मजामा मिसाउँछौँ होला। मजामा बिसाएर चाहिँ हजुरहरूलाई के गर्नु चाहिँ हामी चाहिँ मजुवामा एकछिन बिसाउनु भएको छ। किनभने मैले अघि पनि भनेको थिएँ मजुवामा चाहिँ बिसाउनै पर्छ क्या। मतलब एउटा बिसाउने जग्गा जस्तै बनाउनु भएको नि त। हेर्नु सक्नुहुन्छ उता अस्ति मैले बिजनबारीको देखाएँ भने यहाँ तल हेर्नु सक्नुहुन्छ आई लभ मजुवा है। वी लभ मजुवा। अब यस्तो बनाउनु चलन छ नि त। र मजुवाको बारेमा के भनौँ, अब मजुवामा यस्तो राम्रो राम्रो जग्गाहरू छ। अब यो बाटो चाहिँ अलिकति यो नभएको कारणले गर्दाखेरि बाटो चाहिँ बनिएको छैन। अब मैले भन्नेसम्म बाटो चाहिँ नराम्रै छ नि त, राम्रो छैन। अब के गर्नु, यस्तै हो। अनि ऊपर स्कुलको जनगणना हुँदै रहेछ एकछिन त्यसमा बसेँ है। भिडियो बनाउनु नहुने तर पनि अब एउटा आफ्नो नेसनल एन्थमलाई उयो गरेर नेसनल एन्थमलाई हामीले एउटा दिनु पऱ्यो नि त प्रायोरिटी होइन। त्यही कारणले गर्दा चाहिँ हामी बस्यौँ। र हेर्नु सक्नुहुन्छ यहाँ स्कुलको एसेम्ब्ली पनि सकेको छ, दिन पानी पर्दैछ। र अब हामी मजुवामा एकछिन बिसायौँ। अब एकैचोटि हामी माने भन्ज्याङ हुँदै हुँदै बाटोमा गफ पनि साह्रै राम्रो ल्याउँदै थियो है। र माने भन्ज्याङ हुँदै हुँदै हामी जानेछौँ। अहिले सर्टकट बनाएको छ, सुकिया पुग्नु पर्दैन। एकैचोटि पशुपति जाने, पशुपति गएर चाहिँ त्यहाँबाट त्यो देखाउने छु है। सक्नुहुन्छ है हामी चाहिँ अहिले आइपुगेको छौँ माने भन्ज्याङ। हेर्नुहोस् माने भन्ज्याङ चाहिँ यस्तो छ। र यहाँ चाहिँ दुईवटा बाटो छ है। एउटा माने भन्ज्याङबाट सुकिया जाने, त्यहाँबाट एउटा चाहिँ सिमाना जाने है। हामी चाहिँ सर्टकट, हामीलाई चाहिँ एकदम हतार छ अनि हामी सर्टकट जाने सिमाना। हेर्नुहोस् बाटो अघि सानो पानी पर्दै थियो, मैले देखाएको थिएँ मजुवामा होइन। अहिले चाहिँ घाम लागिरहेको छ किनभने भगवान्ले साथ दिनुहुन्छ नि त हामीलाई होइन। हेर्नुहोस् गणपति पापा यहाँ अगाडि बस्नुभएको छ ड्राइभर। किनभने बिहामा गएको नि त, सबैजना बिहामा गएको कारणले गर्दाखेरि चाहिँ एउटा साथ दिएको भने ल हुन्छ। हजुरहरूलाई म अब नेपाल कस्तो छ पशुपति हजुरहरूलाई हेर्नु इच्छा छ भने है म हजुरलाई देखाउने छु। पशुपति पशुपतिको झलक पनि तपाईँ समक्ष यहाँबाट चाहिँ सिमाना जान्छ, यहाँबाट चाहिँ सिमाना जान्छ। हेर्नुहोस् यो उकालो चाहिँ टक्कै सिमाना भएर सर्टकट। गुरुबाको कतै सकेको अलिक बढाउँ न, बढाउँछु कि सिमाना मात्र छ जग्गा है। अब हामी चाहिँ आइपुगिसकेको छौँ पशुपति नगर है। अनि हेर्नु सक्नुहुन्छ आजको वातावरण यस्तो छ पशुपति नगरको। र हाम्रो गाडी चाहिँ यहाँ छ। र हामी चाहिँ अब ठिकै उता साथीहरू भेट्यो नि त सँगै जाने। अनि हामी सबैजना सँगै जाँदैछौँ। अनि हेर्नु सक्नुहुन्छ है पशुपति चाहिँ अब हामी चाहिँ अहिले इन्डियामा छौँ। अब म नेपाल पसेर चाहिँ हजुरहरूलाई देखाउने छु भिडियो है। गाइज हामी चाहिँ आइपुगिसकेको छौँ इन्डिया नेपाल है। मलाई चाहिँ इन्डियन पुलिसले पनि पक्रेर चाहिँ होइन पक्रेर पनि के भन्नु सोध्नु हुँदै थियो, कहाँ जानुभएको, कहाँबाट आउनुभएको, अनि आइडी छ भन्नुभयो। मैले आइडी छ त भन्दै अनि हेर्नु सक्नुहुन्छ। अब बिहामा गएको हेर्नुहोस् जाँदैछौँ हामी चाहिँ। बाबाले चाहिँ पैसा बिर्सिनुपर्छ घरमै, अब के गर्ने भन्दै है हामी जाँदैछौँ। हेर्नुहोस् नेपालको भ्युज चाहिँ यस्तो छ। मलाई त रोक्यो नि पुलिसले, आइडीमा चाहिँ आइडी दिएर बाटो मान्दा दिएर गाइजहरू। अब हामी चाहिँ नेपाल आइपुग्यौँ है। हेर्नु सक्नुहुन्छ पशुपति नगर इलाम हेर्नु सक्नुहुन्छ। जग्गाहरू यस्तै छ। अब वातावरण राम्रो छ। अब हामी चाहिँ यहाँबाट एउटा गाडी लिएर जान्छौँ। हामी 5 जना भयौँ, 6 जना भयौँ, एउटा गाडी लिएर जान्छौँ। त्यहाँबाट गाडी लिएर फिकलसम्म, फिकलबाट चाहिँ
मेडिकल बजार हेर्न सक्नुहुन्छ। अनि मसँग चाहिँ के घटना भयो भन्नुहुन्छ भने नि मैले चाहिँ अहिले भर्खर इन्डियन पैसा 500 देख्थेँ, मलाई नेपाली 600 फर्काउनु भयो। देख्नुभयो, इन्डियाबाट चाहिँ 500 रुपियाँ दिनु, इन्डियामा नेपालमा 600 फर्काउनु। देख्नुभयो, फाइदै भयो। अनि हेर्न सक्नुहुन्छ। अनि हेर्नुहोस् है, मेडिकल बजार आज खाली देख्दैछु, अरू बेला दिँदैन, आज खाली छ। र हेर्नुहोस् हाम्रो यस्तो छ मान्छे, यहाँ मेरो बाबा है, यहाँ अङ्कलहरू सँगै जाने भएर आउँदैछ। अनि यहाँ चाहिँ रहेछ जग्गाहरू हेर्नुहोस्, न्यू नामसेलिङ होटेल, यहाँ होटेलहरू छ, धेरैवटा होटेलहरू, अटोहरू। अहिले प्रायः गाडीहरू नि अहिले नेपालमा यस्तो राम्रो भएको छ कि त्यो बाटोहरू पिच भएर, पहिला त बाटो राम्रो थिएन नि त पहिला, अहिले चाहिँ बाटो पिच भएर सबै अटोहरू पनि थालेको छ। हेर्नु सक्नुहुन्छ होइन, अटोहरू धेरै छन् यहाँ। बाटो दिन पनि आजको दिन एकदम राम्रो छ। नेपालबाट इन्डियाबाट नेपाल आउँदा है, अन्त दिन त राम्रो हुनै पऱ्यो नि त अभियसली होइन। हेर्नुहोस्, अनि अब बाबाले चाहिँ पैसा भुल्टेर होइन घरमै अब पैसाको ब्यागै भुलिनु भएको छ नि त, त्यो भएर चाहिँ पैसाको ब्यागै भुलिनु भएको छ। अन्त अलिकति टेन्सनमा आउनुहुन्छ, तर ठिकै छैन, टेन्सन मुक्त भइहाल्छ। हेर्नु सक्नुहुन्छ दोकान, अब हामी रेस्टुरेन्ट रहेछ, यहाँ क्यान्टिनहरू छ। हेर्नुहोस् पुरा राम्रो। म चाहिँ हाई काट्दै बसिरहेको छु, भोक लाग्यो पुरा होइन। घरमा एक ठाउँ भात खाएको तर पुरा भोक लाग्यो। बाबाले चाहिँ साथी गिफ्ट प्याकिङ गर्नु भनेर पठाइदिएको, आउनु भएन। यहाँ उनीहरू हुँदा हेर्नुहोस् न, यहाँ हुँदा वाक्कै भइसक्यो होइन। यहाँ दिनहरू कस्तो भइसक्यो। त्यहाँपछि मलाई भोक लाग्नु थाल्यो। अनि पैसा पनि बाबाले घरमा बिर्सिनु भएको छ, अनि पैसा पनि छैन होला, खाजा खाने पैसा पनि छ कि छैन, तर पनि म्यानेज गरेर के गरेर खाजा खानु पऱ्यो, जस्तै राख्नु पऱ्यो नि त। त्यो भएर चाहिँ अब हेरौँ बाबा कति बेला आउनुहुन्छ पर्खाइमा है। अनि चाहिँ बाबा आउने बित्तिकै त्यहाँबाट चाहिँ गाडी साडी मिलाएर हिँडिहाल्नुपर्छ। अब चाहिँ बल्ल बाबामा आउनुभयो है। र अब अटोमा जाने, अन्त अटो पनि मिल्यो। अब चाहिँ एकछिन अब चाहिँ यहाँ चस्मा ल्याउनु, चस्मा किन्नु गएको, चस्मै छ कि छैन हेरौँ है त, कहाँ पाउँछ चस्मा है। अब चस्मा पाएपछि चाहिँ हामी चस्मा लिएर चाहिँ एकदम टाढा भएर जानु पऱ्यो नि त होइन। तर चस्मै कहाँ पाउँछ त्यो थाहा भएन नि त हो। प्रब्लम चाहिँ त्यहाँ पुग्यो नि त। हेर्नुहोस् त जग्गा त दामी छ नि, अब नेपाल नराम्रो त हुँदैन है, जग्गा राम्रै छ। र हेरौँ अब यसमा कहाँ पाउँछ। म चाहिँ चारैपट्टि आँखा बुझाउनु पऱ्यो नि त है। हेर्नुहोस् छ कि छैन जग्गा, यता दिँदा नपाउने रहेछ चस्मा है। उता चाहिँ पाउँछ कि भाइ हेर्नु न, त्यो फ्रन्ट लाउँछु है। अब पाएन पाएन के गर्नु है। वातावरण चाहिँ यसो पानी पर्ला जस्तो हुँदैछ, नभए अरू त सबै ठिक। फाइनली गाई छैन, मैले चाहिँ चस्मा दोकानमा गएर खोज्दा बल्ल हेर्नु सक्नुहुन्छ है। र यो चस्मा चाहिँ नेपालको चस्मा चाहिँ म इन्डियामा गएर फोटो खिच्छु होइन। र अब बिहामा यो चस्मा लगाएर फोटो खिच्ने। अनि हाम्रो अटो चाहिँ यहाँ छ, खै हिँड्नै मान्दैन। एउटा मान्छे 2-3जना मान्छे आइदियो त हुन्थ्यो होइन, मान्छे आएकै छैन, पानी पनि पर्ला जस्तो हुँदैछ। र अब जाउँ भनेको। चस्मा चाहिँ होइन मलाई चाहिँ एकदम महँगो पऱ्यो होइन। हेर्नु सक्नुहुन्छ यो चस्मा किनेँ, तर चस्मा चाहिँ एकदम महँगो, मलाई चाहिँ महँगो पऱ्यो। मतलब इन्डियन भन्ने साल पायो होला नि त, त्यही कारण मलाई बेसी गरेर ठिकै छ। तर जे हुन्छ राम्रै लागि हुन्छ होइन। हेर्नुहोस् मौसम चाहिँ होइन घरि बिग्रिन्छ घरि बनिन्छ, घरि बिग्रिन्छ घरि बनिन्छ, यस्तै छ। फेरि हेर्नुहोस् भन्दै घाम लाग्यो, हेर्नु सक्नुहुन्छ। घरि घाम लाग्छ, घरि पानी पर्छ, घरि घाम लाग्छ, यस्तै हो जिन्दगी। अब के गर्नु, मान्छेको पनि त जिन्दगीमा कहिले स्याड, कहिले ह्याप्पी होइन, कहिले दुःख, कहिले सुख भइरहेको त्यस्तै हो। र त्यही भन्दै अब जानुपर्ने होइन। हेर्नुहोस् त्यो लप्सी भोटेको गाडी होइन, लप्सी भोटे जाउँ भनेको यसपालि। अरू बेला चाहिँ गाडीमा जान्छौँ, त्यो एकदम साह्रो पर्थ्यो बाटो देखिँदै छ। अहिले चाहिँ चिप्लो बाटो एकदम राम्रो भएको छ नि त, त्यही कारणले अटोमा जान्छु। र एकजना मान्छेको पर्खेन हामीलाई चाहिँ मिलेको छैनौँ। अब बाटोमा जाँदाखेरि देखाउने छु अलिअलि के त्यहाँबाट चाहिँ एकैचोटि बिहा घरमा एकदम साह्रैसँग
भेट हुन्छ बडा बाउ दाजु भाउजू दिदी बहिनी ठुलो बाबा ठुलो आमा अनि तपाईँको ठुलो बाबा ठुलो आमा है पानी चाहिँ यस्तो परेको छ नेपालमा चाहिँ हेर्नु सक्नुहुन्छ है हामी चाहिँ म चाहिँ भिजे अटोमा यस्तो भयो है हाम्रो अटो यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ हामी चाहिँ यस्तो भिजे यहाँ हेर्नु न गाइसहरू सबै कन्ट्रीको यहाँ पैसाहरू रहेछ हेर्नुहोस् को चिन्नुहुन्छ के कहाँ चिन्नुहुन्छ कुन कहाँको हो भन्नु सक्नुहुन्छ मैले 2-3वटा चाहिँ चिनेँ यो चाहिँ हाम्रो इन्डियाको यहाँ रहेछ हाम्रो इन्डियाको यहाँ छ अनि नेपालको यहाँ छ हेर्नु सक्नुहुन्छ अनि एकको यहाँ छ 100 रुपियाँ नेपालको त्यहाँबाट धेरैवटा छ यहाँ कार्टुन निकाल्ने मान्छे छ सक्नुहुन्छ गाइज होइन अब बल्ल बल्ल हामी चाहिँ आइपुगिसकेको छौँ पानी पर्दैछ धेरै ठुलो पानी पर्दैछ होइन तर पनि हामी पानी पर्दै हेर्नुहोस् भिजेर लाफी भएर पनि हामी आइपुगेका छौँ बिहा घरमा हेर्नु सक्नुहुन्छ बाइक घरभरि छ मान्छे घरभरि हुनुहुन्छ हेर्नु सक्नुहुन्छ र यहाँ पूजा चल्दैछ हेर्नुहोस् यहाँ चाहिँ हाम्रो बेहुला हुनुहुन्छ यहाँ हाम्रो पूजा चल्दैछ अहिले है हेर्नु सक्नुहुन्छ गुरुजीहरू हुनुहुन्छ धेरैजना घरमा अतिथिहरू आइसक्नु भएको छ भव्य रूपले हाम्रो पूजा चलिरहेको छ है यहाँ पनि हुनुहुन्छ हाम्रो गुरुजी धेरैजना गुरुजीहरू हुनुहुन्छ यहाँ चाहिँ मेरो बडी हुनुहुन्छ झापाको के हरायो अब यत्रो जग्गामा यहाँ चप्पल त अब भेटेको सक्नुहुन्छ यहाँ चाहिँ धेरै पाहुनाहरू हाम्रो फुपू चाहिँ यहाँ हुनुहुन्छ हेर्नुहोस् बेहुलाको आमा यहाँ हुनुहुन्छ एकदम बिजी हुनुहुन्छ एकदम अष्टमी तनका जय जगदीश हरे हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो हजुर म घरमै थिएँ नि यहाँ चाहिँ होइन रोटी पाक्दैछ हेर्नुहोस् रोटीको गन्ध चाहिँ तल पुगेको थियो नि टर्निङ हेर्नुहोस् यहाँ हाम्रो बडी यहाँ हुनुहुन्छ है यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ है मौसमको परिवर्तन होइन अघिसम्म हेर्नु सक्नुहुन्छ पानी परेको थियो अहिले घाम लागिरहेको छ है हामी चाहिँ गफ गर्दै यहाँ गेट बनिँदैछ पानीले गर्दा ढिलो भयो यहाँ गेट चाहिँ बनिँदैछ है अनि अब पूजापाठ पनि सकिसकेको छ आजको लागि अन्त खाजा खाने भोक लागिसक्यो खाना कति बेला खाने हो बाबाले चिया पनि पाइसक्नु भएछ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो बेहुला साहब यहाँ हेर्नु बिजी हेलो औ हाई भनिदिनु नि यहाँ चाहिँ बाबाले चाहिँ अघि चिया पाइसक्नु भएछ होइन हेर्नु सक्नुहुन्छ है अहिले चाहिँ घाम लागेको कारणले गर्दा अहिले चाहिँ हामी घुम्न आएका छौँ हेर्नु सक्नुहुन्छ वातावरण धेरै राम्रो यहाँ हाम्रो भान्जा र भाइ चाहिँ यहाँ जानुहुँदैछ है अनि हेर्नु सक्नुहुन्छ वातावरण आजको धेरै राम्रो छ अहिले चाहिँ अघिसम्म पानी परिरहेको थियो अब अहिले चाहिँ पानी रहेर है र हेर्नु सक्नुहुन्छ वातावरण अहिलेको माथि आउनुहुँदैछ हाम्रो बडाहरू पनि र हेर्नु सक्नुहुन्छ धेरै राम्रो जग्गाहरू छ अब धेरै वर्ष भन्दा पनि दसैँमा आएको थियो तर यहाँ चाहिँ आएन नि त त्यही भएर अब त्यहाँदेखि त गएको थिएँ मेरो उता चाहिँ गएको थिएँ अब यता आएको थिइनँ धेरै महिना बाद आएको अनि अलिकति परिवर्तन अस्ति त्यति बेला पानी परेको थिएन यति बेला पानी पर्दैछ हेर्नु सक्नुहुन्छ भाइ पनि यत्रो छ भाइ हेर्नु न कति वर्ष पुग्छ त आम्मामा 15 वर्ष भएर पत्ते चाहिँ कसैले अन्त बाइक कुदाउँछ यो सानो खुच्चेले अब मैले चाहिँ कहिले सिक्नु भनेर चाहिँ अब सिक्नु चाहिँ सिकेको थिएँ तर कुदाउन सक्दिनँ डर लाग्छ स्कुटी चाहिँ कुदाइन्छ भने सानो खुच्चेले त कुदाउँछ हेर्नु सक्नुहुन्छ अलिक राम्रो भएको छ हाल्छु ल अब बिहा आयो नि त मैले त हजुरहरूलाई तपाईँलाई अस्ति भनेको थिएँ होइन भोलि एउटा नयाँ कुरा पनि देखाउँछु हजुरहरूलाई होइन तपाईँहरूलाई म अहिले देखाइदिनु अहिले चाहिँ यस्तै हेर्दै बस्नुहोस् तपाईँहरू भिडियो बनाएको भिडियो भएर युट्युबमा हाल्छु नि ल ओइ
गाइस हामी चाहिँ अहिले आएको छौँ फोटो खिच्नुको लागि हेर्न सक्नुहुन्छ मेरो दिदी बहिनीहरू सबै यहाँ हुनुहुन्छ है र मेरो बाबा र हाम्रो बडाबाउ तल जानुहुँदैछ तल हाम्रो दादाहरू हुनुहुन्छ र भ्युज चेक गर्नुहोस् गाइस आजको भ्यू साह्रै दामी छ है र यहाँ हेर्न सक्नुहुन्छ उहाँहरू पोज दिएर बस्नुपर्छ तर म फोटो खिच्दिनँ भिडियो बनाउँछु हेर्नुहोस् धेरै दामी दामी भ्युजहरू छ अनि हामी चाहिँ यहाँ फोटो खिच्न आएको छौँ है के गर्नु दिदी बहिनी भेट्दैछ फोटो खिच्नै पर्छ दाजुभाइ होइन अन्त यही छ यस्तो छ जिन्दगी आजको हेर्न सक्नुहुन्छ क्यामेराम्यान यहाँ हुनुहुन्छ फोटो खिच्नुहुँदैछ र अब बिहा घरमा भनेको त कस्तो हुन्छ अब के डान्सहरू गर्नुहुन्छ कस्तो डान्सहरू म देखाउने छु हेर्न सक्नुहुन्छ उहाँ चाहिँ एउटा अलगढी दुर्गा एन्ड एलिसा हामी सबै नाचिसकेर अब चाहिँ हामी रुममा आइसकेका छौँ है अब हामी सुत्नेछौँ म बडा अनि हाम्रो बाबा हामी 3 भाइ चाहिँ यहाँ सुत्ने हो है र अब त्यस्तै भयो आजको दिन अब पूजाहरू थियो त्यस्तै भयो सबैलाई भेट भयो सबैसँग भेट भयो भोलि चाहिँ अब हामी जति जान्छौँ बिहान कति बजी हुन्छ र आजको भ्लगलाई हामी म यहीँ इन्ड गर्न चाहन्छु है किनभने आज पुरा थाकेको छु र अब सुत्नुपर्छ धेरै डान्सहरू गरेको छु र हजुरहरूलाई त्यसरी नै सपोर्ट दिइरहनु होला लाइक मलाई सपोर्ट दिइरहनु होला है सेयर गरिदिनु होला र यही कामनाको साथमा म आज यो भ्लगलाई स्क्रिन गर्दैछु है बाई बाई जय हिन्द जय भारत है